हेलो ए छोरी तिमी आयो ल ए केटा ए गेट खोल त छोरी आएछ हुन्छ सर मर्निङ म्याम ड्याडी ढोक गरे है अङ्कल नमस्ते 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 अनि छोरी को यो हेर्दै चिम्बाङ जस्तो छ त त्यस्तो नभन्नु न ड्याडी ऊ त मेरो बोयफ्रेन्ड हो बोयफ्रेन्ड रे होइन छोरी तिमीले कसरी मन परायो यस्तो चिम्बाङ्गी जस्तो हेर्दै स्यालको अनुहार परेको केटालाई कसरी मन परायो तिमीले के देखेर मन परायो थाहा छ तिमीलाई तिम्रो बाबाको इज्जत कति छ समाजमा अब त अति हो कि अङ्कल नरेन्द्र मोदीलाई चिन्नुहुन्छ तपाईँले को हो त नरेन्द्र मोदीको कोही पनि होइन अस्ति नरेन्द्र मोदीले पठाएको मुद्रा भैँसी थियो नि त्यसको दुध दुने काम गर्छ कि अङ्कल मेरो छोरीलाई छोडेर कति लिन्छस् एक पेटी दुई पेटी त्यस्तो केही होइन कि ड्याडी उहाँले मेरो धन सम्पत्ति हेर्नु हुँदैन उहाँलाई त मेरो माया भए पुग्छ ए यहाँ आउँ त एकचोटि एउटा सल्लाह गर्छु म तिमीसँग हेर यो असार 6 गतेको दिन किङ्स लन्च पोखरामा चाहिँ अपूर्व तामाङ आउँदै हुनुहुन्छ है यो म तिमीलाई टिकट पनि दिन्छु 9-10 वटा अनि यो 2 बुट्टा पनि तिमीलाई भयो ल हैन किङ्समा इन्जोय गर अरू पैसा पुगेन भने पनि बरु भन म हाल्दिने भए तर मेरो छोरीलाई चाहिँ छोड्नु पर्यो अपूर्व तामाङको इभेन्ट पनि हेर्न पाउने पैसा पनि पाउने यस्तो मौका त बारम्बार आउँदैन नछोड केटा नछोड भइहाल्छ नि अङ्कल बल्ल लाइनमा आयो नि त केटो देख्यौ त छोरी तिम्रो माया अपूर्व तामाङको इभेन्ट हेर्न जाने भनेपछि छोडेर गयो त